हेलो गाइस, मेरो चाहिँ फाइनली सेकेन्ड बक्स पनि आइपुगिसकेको छ नेपालबाट। अनि म चाहिँ अब यसलाई खोल्दैछु। जसो तसो गरेर मैले खोल्दैछु। के गर्न खोल्दा सजिलो हुन्छ त्यस्तै गरेर खोल्दैछु। जहाँबाट भयो नि खोल्नु पऱ्यो कि मलाई यो छिटोभन्दा छिटो खोलेर सामान लिनु हतार भइसकेको थियो म चाहिँ। त्यही भएर खोलेर म चाहिँ यताउता गर्दै च्यात्दै खोल्दैछु। सो हेर्दै गर्नु होला मेरो चाहिँ के सामानहरू आएछ। अस्ति अर्को भिडियो पनि बनाएको छ, त्यो चाहिँ दिदीबहिनी अफिसियल च्यानलमा राखेको छ, त्यहाँ गएर पनि हेर्नु होला। यो चाहिँ सेकेन्ड बक्स हो। फर्स्ट बक्समा चाहिँ मेरो खानेकुरा र हल्का लुगाहरू आएको थियो। अनि यसमा चाहिँ अब के छ हेर्दै गर्नुहोस् न। चाहिँ खोल्दैछु। फाइनली मैले चाहिँ खोलेर भ्याएँ। मैले चाहिँ पहिला पनि बोलेको थिएँ, तर त्यसमा चाहिँ हल्का साउन्ड सानो भएकोले चाहिँ मैले यसमा चाहिँ भोइस कभर गर्दैछु। सो हेर्नु होला। यो चाहिँ एउटा बाक्लो सुरुवाल आइपुगेको छ मेरो नेपालबाट। मैले किनेको मात्र थिएँ, लगाएकै थिएन कि खासमा 2-3 चोटिभन्दा। यो चाहिँ गर्मीको लागि आइपुगेको छ। मैले चाहिँ जिन्सको प्यान्टहरू ल्याएको थिएन, सो यो पनि पठाइदिएको छ बहिनीले मलाई। आफूलाई नकिनेर भयो भने मलाई सबै थोक पुऱ्याइदिएको छ। यो भने त्यो भने मैले चाहिँ डिमान्ड गरेको थिएँ, सबै पठाइदिएको छ कि मलाई। र अस्ति चाहिँ माथिको सेट आएको थियो, अनि यो चाहिँ तलको आइपुगेको छ। यस्तो सुरुवालहरू चाहिँ बाक्लो यता चाहिँ एकदम महँगो पर्छ नि त। सो नेपालमा मलाई किनिदिएको थियो मेरो बहिनीले। सो पठाइदिएको छ यो पनि। यो टी सर्ट चाहिँ कि उसलाई भनेर किनेको थिएँ खासमा, तर मलाई मन पर्यो मात्र भनेको थियो, उसले पठाइदियो क्या। थ्याङ्क यू सो मच। उसलाई नकिनी भयो भने सबै थोक पठाइदिएको छ। त्यसैले मलाई चाहिँ धेरै खुसी लाग्छ। यस्तो माया गर्ने बहिनी चाहिँ भाग्यमानीले मात्र पाउँछ। सो यो चाहिँ अर्को ब्ल्याङ्केट सुरुवाल भयो। यो पनि 2टा पठाइदिएको छ मलाई। यो चाहिँ नाइट ड्रेस भयो। मैले चाहिँ एउटा पठाइदियो भनेको थिएँ। यो चाहिँ दाइको लागि स्वेटर। दाइलाई नि के चाहिँदैन भनिरहेको थियो, तै पनि पठाइदियो उसले, मायाले। यो चाहिँ एकदम राम्रो लाग्छ मलाई। यो ज्याकेट चाहिँ भित्र फर्छ नि त, न्यानो हुन्छ। यो चाहिँ अर्को जिन्सको प्यान्ट चुजमा। यो टी सर्ट चाहिँ मेरो फेभरेट टी सर्ट हो कि, मैले ल्याउनै बिर्सेछु कि, अनि पछि पठाइदियो मलाई। यो पनि मैले किनेर पठाइदिएको। मेरो लागि चाहिँ डेन्जर सपिङ गरेर पठाइदिएको छ है उसले। आफूलाई केही नकिनेर भयो नि मलाई पठाइदिएको छ। यो पनि पठाइदिएको रहेछ। उसलाई चाहिँ देख्नु बित्तिकै मन परेको रहे के हो, अनि सो यो पनि किनेर पठाइदिएको छ मलाई। त्यसैको सेट भयो। अनि युनिफर्मल पाइदियो हो। सो यसमा भित्र चाहिँ फर भएको होला। यता चाहिँ एकदम चिसो हुन्छ नि त। सो यस्तो सामानहरू त चाहिहाल्छ। सो त्यसैले पठाइदिएको छ मलाई। सो यो अघिको नाइट ड्रेसको माथिको अनि तलको भयो। म चाहिँ सुरुमा यो चाहिँ के होला भनेर छक्क परिरहेको के, ब्ल्याङ्केट पठाइदिएछ कि के हो भनेर सोचिरहेको। हेभी पनि थियो अनि बाक्लो नि थियो कि, अनि म चाहिँ ब्ल्याङ्केट होला भनेर सोचिरहेको थिएँ। लास्टमा चाहिँ यो चाहिँ खोल रहेछ क्या, सिरकको खोल।
यो चाहिँ निफास कलेक्सनबाट लिएको हो। तपाईँहरूलाई पनि चाहिन्छ भए अर्डर गर्न सक्नुहुन्छ। एकदम बाक्लो अनि न्यानो छ यो, तातो आउँछ, हेभी पनि छ कि यो एकदम। सो मलाई चाहिँ मन पर्यो। तपाईँहरूलाई पनि चाहिन्छ भए त्यहाँबाट अर्डर गर्न सक्नुहुन्छ। यो चाहिँ 2टा पठाइदिएको थियो, मलाई एउटा अनि दाइलाई एउटा। यो चाहिँ दाइको लागि। अनि एकदम बाक्लो छ अनि एकदम हेभी पनि छ कि यो क्वालिटीको सामान भनौँ न। यो ज्याकेट पनि पठाइदिएको छ। म थाहा नि थिएन यो पठाइदिएको भनेर चाहिँ, भनेको थिएन कि उसले आफै पठाइदिएछ कि। उसले लगाउँदा नि हुन्थ्यो तैपनि पठाइदियो। अब म लगाउँछु। यो जुत्ता चाहिँ मलाई चाहियो भनेको थिएँ, अनि सो उसले किनेर राखिदिएछ। एकदम मन पर्यो मलाई यो जुत्ता पनि, राम्रो लाग्यो मलाई। पिङ्की पुरै पिङ्की पठाइदिएछ मलाई सेट। नाइट ड्रेस पनि पिङ्क अनि सिरकको कल पनि पिङ्क। यो चाहिँ दाइको लागि। यति नै हो मेरो सामानहरू चाहिँ थुप्रेर सब नेपालबाट आएको सामानहरू छ। म त थले ह्याप्पी भएको छु म। थ्याङ्क यू फर वाचिङ भन्न चाहन्छु। अनि मेरो बहिनीलाई चाहिँ थ्याङ्क यू सो मच फर दिस होइन। यति धेरै सामान पठाइदिएको छ। मैले एकचोटि मात्र के भनेको थिएँ, मेरो बहिनीले सबै पुऱ्याइदिएको छ। यस्तो बहिनीहरू पाउनु त भाग्यमै लेखेर ल्याउनुपर्छ भनेको जस्तै हो। सो मेरो रुम चाहिँ अलि छरपस्त भएको छ, त्यसलाई चाहिँ माइन्ड नगर्नु होला। सो यतिसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि अर्को भिडियो पनि मेरो बहिनीले राखेको छ उसको च्यानलमा, दिदीबहिनी अफिसियल च्यानलमा गएर हेर्न सक्नुहुन्छ हजुरहरूले। सो त्यहाँ गएर पनि भिजिट गर्नु होला। अनबक्सिङ भिडियो पनि छ, अर्को भिडियो चाहिँ अनबक्सिङ उसकोमा राखेको छ। सो त्यता गएर हेर्नु होला। अनि प्याकेजिङ भिडियो पनि उसले राखेको छ। सो कहाँबाट कसरी पठाएको भन्ने कुरा चाहिँ सबै उसको भिडियोमा छ। सो त्यता गएर पनि हेर्नु होला। र अहिलेको लागि बाई बाई।